हेलो साथीहरु नमस्कार। बीसी कम्प्युटर ज्ञान युट्युब च्यानलमा यहाँहरुलाई हार्दिक स्वागत गर्न चाहन्छु। म सदाको जस्तै आज पनि एउटा भिडियो लिएर आएको छु, जुन भिडियो माइक्रोसफ्ट वर्डमा लोगो कसरी डिजाइन गर्ने भनेर मैले तपाईहरुको लागि यो भिडियो लिएर आएको छु। कृपया भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला अनि यो च्यानललाई सब्स्क्राइब पनि गर्न नभुल्नु होला भनेर म तपाईहरुको लागि भिडियो जुन माइक्रोसफ्ट वर्डमा लोगो डिजाइन यस्तो किसिमको लोगो डिजाइन कसरी गर्ने भनेर मैले यो भिडियो लिएर आएको छु। र तपाई कुनै पनि विद्यालय कुनै पनि सङ्घ संस्थाहरुमा यस्तो किसिमको लोगो आवश्यक पर्ने गर्छ, जुन हामीले चाहिँ कुनै पनि लेटर हेड तयार गर्नको लागि लोगो यस्तो किसिमको डिजाइन गर्नको लागि कसरी गर्ने त भन्ने कुराहरु म स्टेप बाइ स्टेप सिकाउन गइरहेको छु। कृपया ध्यान दिएर हेर्नु होला। र यो पनि एउटा के हो त बेसिक कम्प्युटर कोर्स अन्तर्गत पर्ने भएको हुनाले मैले यो भिडियो लिएर आएको छु। र सर्वप्रथम हामीले यस्तो किसिमको लोगो डिजाइन गर्नको लागि माइक्रोसफ्ट वर्डमा माइक्रोसफ्ट वर्ड ओपन गर्नु होला। यहाँ वर्ड हानेर मैले माइक्रोसफ्ट वर्ड यहाँ ओपन गर्छु। र सर्वप्रथम तपाईहरुले त्यो किसिमको लोगो बनाउँदै हुनुहुन्छ त्यो कुराहरु ख्याल गर्नु होला। र मैले तपाईहरुलाई अहिले यस्तो खालको चाहिँ लोगो डिजाइन कसरी गर्ने भन्ने कुराहरु सिकाउँदै गइरहेको छु। र सर्वप्रथम तपाईहरुले यहाँनिर गएर इन्सर्टमा गएर तपाईले एउटा सिम्बल अप्सन भन्ने यहाँनिर छ, सिम्बलमा जानु होला। त्यसपछि यहाँनिर तपाईको यो बुक र यो सर्टकट आवश्यक पर्छ। यो सुरुमा हामी यसलाई चाहिँ इन्सर्ट गर्छौं। यहाँनिर चाहिँ बुक र सर्टकट भेटिएन भने तपाई मोर सिम्बलमा जानु होला। त्यसपछि यहाँनिर फन्टमा विन्डिङ्स भन्ने अप्सन छ। यहाँ विन्डिङ्समा गएर तपाई सर्टकटलाई क्लिक गर्नु होला अनि इन्सर्ट गर्नु होला। त्यसपछि बुक छ यहाँनिर बुकलाई क्लिक गर्नु होला अनि इन्सर्ट गर्नु होला। किनभने मैले यो स्कुलको लागि लोगो तयार गर्दै छु। दुईवटा भएछ, यसलाई इन्टर गर्नु होला, हटाइदिनु प्रेस गरेर हटाउनु होला ब्याक स्पेस गरेर। अनि त्यसपछि यसलाई चाहिँ ठुलो गराउनको लागि तपाईले सिलेक्ट गर्नु होला अनि कन्ट्रोल सँग यसलाई एक्स गरेर अथवा कट गर्नु होला अनि कन्ट्रोल अल्ट गरेर भी प्रेस गर्नु हो भने यस्तो आउँछ। अनि यहाँ पिक्चर मेटा फाइल भन्नेमा क्लिक गर्नु होला अनि त्यसपछि ओके गर्नु होला। यहाँनिर आउँछ, यसलाई क्लिक गर्नु होला। त्यसपछि तपाईले यसको चाहिँ फर्मेटमा गएर यहाँनिर यो चाहिँ यति बढी भएको भागलाई क्रप गर्नु होला। सर्वप्रथम यहाँ क्रपमा क्लिक गर्नु होला। यसरी यसको यो साइजलाई हामीले चाहिँ पछि यसले डिस्टर्ब गर्ने भएको हुनाले हामीलाई आवश्यक पर्ने जति साइज हो त्यसैले मात्र लिन्छौं। अनि जस्ट यहाँ क्लिक गर्नु होला। त्यसपछि तपाईलाई यो पिक्चर हामीले चाहिँ मुभेबल गराउनको लागि एक ठाउँबाट अर्को ठाउँमा सार्न अथवा लैजानको लागि यसलाई चाहिँ इनेबल गर्नु होला। कसरी भन्दाखेरि यो फर्मेटमा क्लिक भएकै अवस्थामा वर्ड र्याप टेक्स्ट भन्नेमा क्लिक गरेर तपाईले बिहान टेक्स्ट अथवा इन फ्रन्ट अफ द टेक्स्ट एउटा गर्नु होला जुनसुकै। यदि गरियो भने हामीसँग यसरी के हुन्छ, यो मुभ गर्न मिल्छ, यसरी सानो ठुलो गराउन मिल्छ भन्न खोजेको हो। त्यसैगरी अर्को छ तपाईको यहाँनिर बुकलाई पनि त्यसैगरी सिलेक्ट गर्नु होला अनि कन्ट्रोल एक्स प्रेस गर्नु होला, कट हो यो भनेको। अनि कन्ट्रोल अल्ट भी गर्नु भने यस्तो पेस्ट स्पेशलको डायलग बक्स आउँछ। अनि त्यसपछि पिक्चर इन्हान्स मेटा फाइलमा क्लिक गर्नु होला, जस्ट ओके गर्नु होला। त्यसपछि यहाँनिर फेरि क्लिक गरेर तपाईले अघिको जस्तै फर्मेटमा क्लिक गर्नु होला। त्यसपछि क्रप भन्नेमा गएर क्रप गरिदिनु होला। यो हामीलाई अनावश्यक भागलाई यसरी के गरिदिन्छ, क्रप गरिदिन्छ। त्यसपछि जस्ट यहाँ क्लिक गर्नु होला। यसलाई पनि यसरी सर्दैन, यतायति मुभ हुँदैन, यो पनि यसरी तान्यो भने यसलाई के गर्नु होला, क्लिक गरेर यहाँनिर र्याप टेक्स्ट भन्नेमा बिहान टेक्स्ट अथवा इन फ्रन्ट अफ द टेक्स्ट मध्ये कुनै पनि यहाँ भएको एउटा गर्नुभयो भने यसलाई हामीले मुभ गर्न मिल्छ। यसरी मुभ गर्न मिल्छ। हामीले चाहिँ अहिले यिनी दुईवटा कुराहरु इन्सर्ट गर्यौं र हामीले रेडी पोजिसनमा राखेका छौं यसलाई। त्यसपछि हामीलाई चाहिने भने अर्को के हो त भनेपछि इन्सर्टमा जानु होला। त्यसपछि शेप्समा जानु होला। त्यसपछि यहाँ भएको हामीलाई शेप एउटा चाहिँ शेप कस्तो किसिमको भनेपछि यहाँनिर छ, देख्न सक्नुहुन्छ यस्तो छ। यस्तो किसिमको शेपलाई प्रेस गर्नु होला। शिफ्टसँग प्रेस गर्नु हो भने यो सबै चाहिँ इक्वल हुन्छ। शिफ्टसँग माउसको जुन लेफ्ट बटन छ त्यसलाई सर तान्नु हो भने सानो ठुलो यसै आफ्नो आवश्यकता अनुसार हुन्छ। अनि यसलाई छोड्दिनु होला। अनि यसको चाहिँ तपाईको भित्रको कलर, फिल कलर अथवा आउटलाइन कलर कस्तो राख्ने भन्ने कुराहरु जस्ट एक क्लिक गर्नुहुन्छ अनि माथि फर्मेट ट्याबमा गएर तपाईको शेप फिल भनेको यो जुन चित्रको अथवा यो हाम्रो फिगरको भित्र कस्तो कलर राख्ने भन्ने कुराहरु हामीले चुज गर्न सक्नुहुन्छ। यसरी आफूले मन पर्ने कलर चुज गरिदिनु होला यहाँनिर।
अनि आउटलाइन भनेको बाहिरको कलर कस्तो राख्न चाहनुहुन्छ तपाईँले एउटा चुज गरिदिनु होला कुन मनपर्छ तपाईँलाई है। मैले रेड कलर राखेँ। अब यति भइसकेपछि हामीले अब अर्को के चाहियो त भन्दाखेरि लेख्नको लागि अब कुनै स्कुलको लोगो बनाउँदै हुनुहुन्छ भने मैले स्कुलको नाम चाहिँ लेख्छु। त्यसको लागि तपाईँले इन्सर्टमा क्लिक गर्नु होला अनि वर्ड आर्ट भन्ने छ, वर्ड आर्टमा गइसकेपछि हामीले यस्तो किसिमको फर्मेट हामीले लेख्न सक्छौँ। आफूलाई कुन मनपर्छ त्यही अनुसारको एउटा फर्मेट चुज गरिदिनु होला। मैले जस्ट एउटा यहाँ क्लिक गर्छु अनि यहाँ लेख्नु होला कुनै स्कुलको नाम अथवा तपाईँको संस्था के सम्बन्धी लोगो बनाउनुहुन्छ। मैले एउटा लेख्छु त्यो लेख्नु होला। अनि त्यसपछि तल ठेगाना लेख्न पर्यो भने तपाईँले इन्टर प्रेस गर्नु होला अनि त्यो लेख्छु जस्ट। अनि यसलाई तपाईँको यस्तो राउन्ड गर्न पर्ने अथवा सर्कलको रूपमा घुमाउनु पर्ने हुन्छ किनकि हामीले चाहिँ लोगो बनाउँदैछौँ। लोगो डिजाइनको लागि यसलाई चाहिँ वरिपरि यस्तै घुमेको अथवा सर्कल स्टाइलको चाहिँ गराउनु पर्यो भने टेक्स्ट इफेक्टमा जानु होला। त्यसपछि ट्रान्सफर्मरमा क्लिक गर्नु होला अनि तपाईँले यहाँ कुन उसमा घुम्छ कुन ट्रान्सफर्मर तपाईँले चुज गर्ने हो अथवा घुमाउने त्यही अनुसारको ठ्याक यसमा क्लिक गर्नु होला। यो बटम भन्ने छ नि बटमको चाहिँ इफेक्ट टेक्स्ट इफेक्ट क्लिक गर्नु होला। त्यसपछि यसलाई तपाईँले के गरिदिनु होला सानो ठुलो गरिदिँदै जानु होला। यहाँनिर तपाईँको तम्घास कुन्नी भन्ने अलि माथि नै छ, यसलाई के गर्नु होला पुनः यहाँभित्र क्लिक गरेर स्कुलको पछाडि लास्ट यलको पछाडि पुनः एकचोटि इन्टर हानेर बाहिर क्लिक गरिदिनु भने यसरी यो घुम्छ। डबल इन्टर गर्नुपर्ने हुन्छ यसमा। यसलाई तपाईँले आवश्यकता अनुसार सानो ठुलो गराउन सक्नुहुन्छ। यसरी यो चाहिँ यसरी सानो ठुलो हुन्छ। यो यस्तो चाहिँ एरो आयो, टु साइडेड एरो आयो भने यसरी सानो ठुलो हुन्छ। यता चारवटा एरो आयो भने यसरी मुभ हुन्छ यो है। अनि तपाईँले यो भित्रको कलरलाई कस्तो गराउने भन्ने कुराहरू पनि तपाईँले चुज गर्न सक्नुहुन्छ। यहाँनिर क्लिक गर्नु होला यसलाई। त्यसपछि यहाँ भित्र गएर तपाईँको माथि गएर टेक्स्ट फिल भन्ने छ, कस्तो किसिमको कलर चुज गर्नुहुन्छ तपाईँले त्यो टेक्स्टको लागि भन्ने कुरा हुन्छ। यो नभएर तपाईँले यसको चाहिँ कलर टेक्स्ट आउटलाइन भन्ने छ, यहाँ गएर यो पनि चुज गर्न सक्नुहुन्छ तपाईँले। यहाँनिर मैले एउटा चाहिँ कलर चुज गरिदिन्छु। यहाँ भएको स्टाइल पनि राख्न सक्नुहुन्छ। वर्ड आर्ट स्टाइल भन्ने अरू कुन कुन मन पर्न सक्छ तपाईँलाई। मैले एउटा यही राखिदिएँ। अनि यति भइसकेपछि मैले तपाईँले चाहिँ यसैले सर यसरी अगाडि ल्याउनु होला, मिलाउन पर्यो, सानो ठुलो बनाउँदै जानु होला आफ्नो आवश्यकता अनुसार। यस्तो किसिमको भयो यो। साइज पनि तपाईँले बढाउन सक्नुहुन्छ आफ्नो आवश्यकता अनुसार। यसलाई क्लिक गरेर यहाँ होम ट्याबमा गएर तपाईँले यसको साइज चाहिँ यसलाई सबैलाई सिलेक्ट गर्नु होला। यो साइज चाहिँ कति गराउने यसलाई चाहिँ गराउन सक्नुहुन्छ है। त्यसपछि तपाईँले अब यसलाई यहाँनिर लिएर राख्नु होला यसरी ट्याक्क यो यहाँ राखिन्छ। यसरी सानो ठुलो गराउनाले यसरी गराउनु होला। त्यसपछि बुकलाई पनि तपाईँले यसरी के गर्नुहुन्छ यहाँ लिएर राख्न सक्नुहुन्छ। अनि यो भयो। तपाईँले यसमा अरू चाहिँ स्टारहरू त्यस्तो राख्न पर्यो भने ठ्याक इन्सर्टमा क्लिक गर्नु होला। त्यसपछि यहाँ सेप्समा क्लिक गर्नु होला। त्यसपछि यहाँनिर कुनै स्टार तपाईँले मनपर्ने स्टार चाहिँ चुज गर्नु होला। त्यसपछि यहाँनिर यसरी स्टार प्रेस गर्नु होला। यसको कलर आवश्यकता अनुसार सेप फिल भन्नेमा छ यहाँ कुन कलर राख्नुहुन्छ। मैले रेड नभएर ब्ल्याक कलर राख्छु यसरी। यसले आवश्यकता अनुसार सानो ठुलो गराउनु होला। यसरी सानो हुन्छ अनि यसलाई नि यसरी प्रेस गरेर यहाँ छोडिदिनु होला, यहाँनिर आएर बस्छ। अनि यसलाई चाहिँ कपी गर्न छ भने यहाँनिर क्लिक गर्ने, कन्ट्रोल प्रेस गर्ने अनि माउस चाहिँ यसरी प्रेस गर्नु भने अटोमेटिक कपी भएर आउँछ यो। यस्तो हुन्छ। अनि तपाईँले यहाँ तल स्कुल अथवा तपाईँको विद्यालय संस्था कहिले स्थापना भएको भन्ने स्थापना अथवा ESTD लेख्न पर्यो भने इन्सर्टमा क्लिक गर्नु होला। त्यसपछि यहाँ सेप्समा क्लिक गर्नु होला। त्यसपछि यो हाम्रो टेक्स्ट बक्स छ यहाँनिरको ए भएकोमा टेक्स्ट बक्समा क्लिक गर्नु होला। अनि यो यस्तो टेक्स्ट बक्स आउँछ। त्यसपछि यहाँ लेख्नु होला ESTD भनेर। यसको फन्ट मैले यहाँनिर चेन्ज गर्छु। कुन फन्ट राख्ने भनेपछि टाइम्स न्यू रोमन भन्ने मैले राख्छु।
यसलाई बोल्ड गरिदिनु होला यहाँनिर अनि यसलाई अलिक सानो गरिदिनु होला साइज किनभने यहाँनिर यसरी मिलाएर राख्नु छ यो पनि अलिक सानो गरिदिनु होला अनि तपाईँको अगाडिको यो जुन लाइन छ लाइनलाई इरेज गर्नको लागि तपाईँले यहाँनिर क्लिक गर्नु होला त्यसपछि यहाँनिर गएर नो बोर्डर गरिदिनु होला यसरी क्लिक गर्नु होला रिमुभ गर्नु होला यहाँनिर अनि यहाँ फर्मेटमा जानु होला त्यसपछि गएर यहाँ गएर नो टेस्ट नो फिल यस्तो छ अनि त्यसपछि तपाईँले यहाँको वरिपरिको हाम्रो लाइन हटाउनु होला यसको लागि चाहिँ फर्मेटमा क्लिक गर्ने त्यसपछि यहाँनिर गएर नो फिल गरिदिनु होला त्यसपछि यहाँनिर सेप आउटलाइनमा नो आउटलाइन गरिदिनु हो भने यो यसरी आउटलाइन यसको बाहिरको लाइन हट्छ यसलाई अलिक ठुलो गरिदिनु होला त्यसो ठ्याक्कै यसरी च्याप छोपेर यहाँ ल्याएर यसलाई के गरिदिनु होला छोडिदिनु होला अलि तल राखिदिनु होला यसलाई यसरी आवश्यकता अनुसार सानो ठुलो नै गराउन सक्नुहुन्छ है तपाईँहरूले होममा क्लिक गर्नु होला साइज अलिक ठुलो गरिदिनु होला यति नै यसरी तपाईँले के गर्न सक्नुहुन्छ कुनै विद्यालय कुनै संस्था अथवा कुनै पनि संस्थाको लोगो यसरी के गर्न सकिन्छ हामीले एमएस वर्डमा डिजाइन गर्न सकिन्छ हस् त आजलाई यो भिडियो यति नै भिडियो कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव कमेन्ट गर्दै गर्नु होला र यस्तै तपाईँहरूलाई कम्प्युटर सम्बन्धी बेसिक कुराहरू बेसिक जानकारी चाहिएको छ भने कृपया कमेन्ट मार्फत जानकारी गराउनु होला भन्दै बिदा हुन्छु नमस्ते धन्यवाद